साथीहरु यो नहर हेर्नुस् है 2055-56 सालमा बनेको यो मोहन सिंह राठौरको पालामा बनेको नहर हो यो हाम्रो वडा नम्बर 9 लाई सिँचाइ गर्नलाई लागि बनायो तर एक दिन पनि त्यो पानी गएन यो नदी यहाँ थियो पहिला हैन यहाँ थियो नि त यसको ठ्याक्कै स्टेट थियो त्यो पारीको जग्गा चाहिँ फेरि मेरो जमिन हो त्यो पारीको ठ्याक्कै अब मेरो भन्दा मेरो बाजेको जमिन हो त्यो नहरको उताको भागलाई तोडेर नहर यता छोडेर पानी चाहिँ सट्टै उता गइदियो के यो नदीको दुर्दशा यस्तो छ यो नहर हेर्नुस् यहाँका फलामहरू सबै चोरी भइसके खण्डखर भइसक्यो पुरा यो माथिको पुल पनि गयो माथिको पुल सुल यसको पुरै बनाएको सबै नेपालीहरूले सबै यहाँ हाम्रा गाउँलेहरूले यहाँ वरिपरिका मान्छेहरूले चोरेर सब बेचेर खाइसके यसमा केही छैन यो अनि यो राज्यको करोडौं करोड खर्च भएको परियोजना हो यो अहिले खण्डखर छ देशमा असल नेतृत्व असल नभएपछि देशका संरचनाहरू यो हालतमा जान्छन् हैन सर एकदमै गाह्रो छ यो जुम गरेर देखाउनुस् न यो यताबाट जान सकिन्थ्यो पहिला वरिपरि जान सकिन्थ्यो अब यहाँ यो फलाम हेर्नुहोस् यहाँ पनि एउटा ढोका थियो यो बाटो ठ्याक्कै नर्मल जाने बाटो थियो अनि अहिले यताबाट सबै यो लेन्टर थियो यो सबै तोडेर यताको सरिया यताको ढोका सबै खाइसक्यो त्यहाँ बिचमा एउटा ढोका छ तोड्न सकेनन् अरू सबै हामी यता कुद्थ्यौँ वरिपरि कुदिहाल्थ्यौँ पहिला हैन अहिले सबै खाइसक्यो यो सबै खत्तम बनाइसके जनक सर तपाईँ यो पुललाई कसरी सम्झिनुहुन्छ यो नहरलाई पुल भन्छु नहरलाई पहिला हामी त सानामा एकदमै हैन सानामा त धेरै घुम्या खेरेको थियो हैन यो अनि एक दिन पनि पानी चाहिँ हिँडेन नि यो बाटोमा कहाँ पानीहरू त्यति सिँचाइको लागि गरे पानी भएन पानी यहाँ हुनुभन्दा उल्टा तोडेर दिन हाम्रो साइड पुरै काटिदियो यो नहरमा पानी गएन बर्खायाम आउने बित्तिकै पानी नछिरेर सिधै उताको साइड काटेर हाम्रो जमिन खत्तम पारिदियो भइसक्यो त हैन खत्तम भइसक्यो अझ बर्बादै छ यार अहिले म तल खोलाको साइड पनि तपाईँलाई देखाउँछु है भिडियोमा एकछिन त्यो हेर्नु होला यो रुखतिर थियो हैन यो रुख हुँदै यस्तो हुँदै ट्याक्क यस्तो हुँदै यो ढोका हुँदै ढोकाबाट यसरी पानी बग्थ्यो त्यसपछि यो चाहिँ हाम्रो भित्रसम्म जमिनसम्म यसलाई घुसाइदिएको थियो क्या सेफ्टीको लागि अब कस्तो खालको इन्जिनियर हो त्यो बेलाको यसलाई छोडेर त्यहाँ जमिन काटेर उता ध्वस्त पारिदियो फेरि अनि यसको ठ्याक्कै 500 मिटर तल एउटा नयाँ नहर बनेको छ त्यो पनि प्रयोगविहीन छ त्यो पनि करोडौं करोड गयो झ्याम्मै खोलामा गयो त्यो पनि हेर्नुहोस् देशका संरचनाहरू यसरी खण्डखर भएका छन् जी अब त्यहाँ थियो खोला आयो त्यहाँ अनि हाम्रो जमिन कति गयो अब भन्नुहोस् तपाईँ अझै यो तटबन्धन हुने ढोका पनि बेचिएर खाइसकेका छन् है यो ढोका पनि बेचेर खाइसकेका छन् यो ढोका मात्र बाँकी छ अनि पल्लो छेउको ढोका पनि बेचेर खाइसकेका छन् है अब धेरै दिनपछि यहाँ आउने अवसर मिल्यो एउटै छ बाँकी अब एउटै ढोका बाँकी छैन सर त्यसलाई पनि ननिकाल्न सक्दाखेरि हो अब हामी खोलातिर गइरहेको छौँ खोलातिर हैन